नमस्कार साथीहरू। म यो सामाजिक सञ्जाल मार्फत हाम्रो समाजको पीडा र हाम्रो नैतिकताको बारेमा केही शब्द बोल्न चाहन्छु। सुनिदिनुहोला। ती शब्द राजनीतिका छन्। तर म कुनै नेता पनि होइन, कुनै राजनीतिको मान्छे पनि होइन। अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन। मेरो भनाइ यस प्रकार छ। यो कस्तो नेतृत्व र राजनीति संस्कार हामीले सुरुवात गऱ्यौँ। एमाले, काङ्ग्रेस र माओवादीका साथीहरूलाई भन्न चाहन्छु म, तपाईँहरू आफ्नो नेताहरू कुटिएको कुरामा विरोध गर्नुभयो, आफ्ना घरहरू जलेकोमा विरोध गर्नुभयो। भौतिक नाश नष्ट मात्र नष्ट होइन, यहाँ जीवन गएको छ। भदौ 23 र 24मा भएको जेन्जी आन्दोलनमा 76 जना भाइ बहिनीहरूले ज्यान गुमाउनु भएको छ। ढिलै भएपछि पनि ती 76 जना भाइ बहिनीहरूप्रति मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु। 76 जना आमाहरू आज रोएर बसिराख्नु भएको छ। तपाईँहरू के को राजनीति गर्नुहुन्छ? आफ्नो पार्टीको नेताले पिटाइ खाँदाखेरि तपाईँहरू विरोध गर्ने, तर आफ्नै पार्टीका नेताको घरमा भेटिएको अकुत कालो सम्पत्तिको बारेमा एक शब्द पनि बोल्न सक्नु भएन। तपाईँहरू कुन मुख लिएर परिवर्तनको आवाज उठाउँदै हुनुहुन्छ? कुन मुख लिएर तपाईँहरू अब निर्वाचनमा होमिने प्रयास गर्दै हुनुहुन्छ? आफ्नै पार्टीका भ्रष्टाचार छुप्ने नेताले अरूमाथि नैतिकताको प्रश्न गर्न सक्ने तपाईँहरूको नैतिकताले दिँदैन। त्यही भएर यो नाटक बन्द गर्नुहोस्। अन्त्यमा के भन्न चाहन्छु म भने, सत्य बोल्न सिकौँ। पहिलो आफ्नै गल्ती स्वीकार्न सिकौँ, त्यसपछि मात्र परिवर्तनको आवाज उठाउँ। र मेरो भनाइहरू हजुरहरूलाई मन परे लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्दै बिदा हुन्छु। हस्त धन्यवाद।